ल नमस्ते नमस्कार, मेरो नाम विशाल पुरिया। आज उहाँ अङ्कललाई यस्तो कि रनमा फेसबुकको उसमा जाँदा उहाँको 81 गर्दाखेरि उस फेसबुकबाट वाट्सएप नम्बरमा उहाँले चाहिँ क्लिक गर्नुभएको रहेछ। सम्पूर्ण साथीहरूलाई म के भन्न चाहन्छु भने यो वाट्सएपमा जुनै पनि फ्याकहरू कुराहरू आउँछ कसैले पनि नगर्नु होला भन्न चाहन्छु। आज यही कहानी उहाँ अङ्कलसँग दोहोऱ्याइरहेको छ। ल उहाँलाई अहिले यो मान्छेले यति परेशान गरिरहेको छ, यति गरिरहेको छ कि अहिले उहाँलाई खाना खाने पनि दिइरहेको छैन, निन्द्रा पनि दिइरहेको छैन। उसले न निन्द्रा लाग्छ न भोग लाग्छ। उहाँलाई यति गरिरहेको छ, परेशान गरिरहेको छ। तपाईँहरूको माझमा उहाँले उसले गरेको कुराहरू म सुनाउन चाहन्छु। भोइसहरू हल्का अगाडि आइदिनुहुन्छ त्यो मोबाइल ल्याएर। उहाँ ल हेर्नु होला, उहाँको कुराहरू म तपाईँहरू माझ जानकारी दिन चाहन्छु। के भनिरहेको छ। नम्बर चाहिँ यो पाकिस्तानी देखाइरहेको छ साथीहरू। यस्तो फ्याक कलहरू आउँछ भनेपछि साथीहरू सावधान रहनु होला, त्यति भन्न चाहन्छु। अरू कुराहरू यो अडियो रेकर्डबाटै सुन्नु साथीहरू। बन्द गरिदियो अहिले। हेलो जी सर जी जी वो जो आप बोल रहे थे ना, जी आप बोल रहे थे अभी कितना डालूं आपके खाते पे? 3000। जी कितना डालना? 3000। जी 3000। जी 3000 पे मुझे कितना मिलेगा? मैं 3000 डालूंगा आपको, फिर उसके बाद 4000 और डाल दो, 2000 और डाल दो, तो ऐसा तो नहीं बोलेंगे ना आप? नहीं बेटा, 100% ये लास्ट है बेटा। ये 3000 डालेंगे, ये लास्ट है। इसके बाद आपका 1 टका 1 रुपए भी नहीं लगेगा बेटा। फिर उसके बाद 3000 फिर उसके बाद नहीं होगा बेटा। उसके बाद आपको फिर 2000 डालो बोलेंगे। लगाना पड़ेगा बेटा। उसके बाद फिर बोलेंगे आप 2000 और डालो। नहीं होगा बेटा, नहीं होगा। ये लास्ट है बेटा। मैंने आपको बोला ये लास्ट है। आप क्लियर करवाए, आप तुरंत अपना पैसा कैश करवाएं बेटा। आपका मोबाइल पे मैसेज आएगा, आपको तुरंत मालूम होगा बेटा। अरे कुछ नहीं आएगा ये मैसेज। पक्न पक चुतिया बना रहे लोग। पक्न पक। जी फिर उसके बाद मुझे कितना मिलेगा? $1000 मिलेगा ना? जी बेटा, आप ये लगाकर स्क्रीनशॉट दे दे। जी ओके जी। और ल हेर्नु साथीहरू कस्तो फ्याकहरू गरिरहेको छ यो मान्छेले। यति फ्याक गरिरहेको छ। अहिले यो तपाईँलाई फोन काटिदिइरहेको छ उसले। ल हेर्नु होला, यस्तो फ्याक कलहरू आउँछ। तपाईँहरूको माझमा पनि आउन सक्छ साथीहरू। कसैले पनि यस्तो कुरामा विश्वासै नगर्नु होला भन्न चाहन्छु। अहिले उहाँको जुन हालत भएको छ उहाँलाई देखाउनु त। उहाँलाई जुन हालत भएको छ उहाँको, अहिले न उहाँलाई न सुत्न न खान आराम गरिरहेको छ। उसले गाली पनि दिइरहेको छ। उसले चाहिँ उहाँको फ्यामिलीसम्ममा पनि यो कुराहरू पुगाइसकेको छ। तेरो फ्यामिलीलाई म यस्तो गरिदिन्छु, तेरो फ्यामिलीलाई म यस्तो गरिदिन्छु, म तँलाई रातारात गायब गरिदिन्छु, म तेरो फ्यामिलीसँग आउँछु, तेरो फ्यामिली पुरा परिवारलाई म उठाउँछु भनेर यस्तो धम्की दिइरहेको छ साथीहरूले। अरू कुराहरू पनि अहिले यो धेरै मान्छेहरू यहाँ बोल्दा उसले चाहिँ अहिले फोन काटिदिइरहेको छ। फेरि म उसलाई कल गर्ने कोसिस गर्छु, तपाईँहरू सुनिदिनु होला भन्न चाहन्छु साथीहरू। भिडियो बनाउनु ल। अहिले फोन काटिरहेको छ साथीहरू। मान्छेहरू धेरै बोलेको सुनिरहेछ उसले, अनि त्यही कारणले उसले फोन काटिरहेको छ। अझ पनि यति भन्छु साथीहरू, कसैले पनि यस्तो फ्याकहरू कुरामा विश्वास नगर्नु होला भन्न चाहन्छु। अहिले एन्सरै दिइरहेको छैन। ल हेर्नु साथीहरू, उसले फोन काटिरहेको छ। उठाउन फोन काट्छ। रोक